ज्यापु समुदाय नेपालको नेवार समुदायका सबैभन्दा प्रमुख र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण समूहहरूमा गनिन्छ। कृषिमा प्रवीणता र उपत्यकाको सांस्कृतिक र धार्मिक जीवनको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको यस समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी जनसङ्ख्या मानिन्छ। सबै नेवार जातिहरूमध्ये ज्यापु जाति, जसमा महर्जन, डङ्गोल, सुवाल, खुमाल वा प्रजापति लगायतका उपसमूहहरू समावेश छन्, उपत्यकाका सबैभन्दा पुरानो बासिन्दा मानिन्छ। उत्पत्ति र प्रारम्भिक इतिहास। ज्यापुहरूको उत्पत्ति गोपाल वंशसँग जोडिन्छ, जसलाई काठमाडौँ उपत्यकाको पहिलो शासक वंश मानिन्छ। गोपाल वंश, जो आर्य वंशका थिए, प्रारम्भमा गाई पालक थिए र क्रमशः कृषिमा रूपान्तरण भए। भुक्तामान राजा, जो नेपालको पहिलो लेखिएको शासक मानिन्छ, गोपाल वंशका थिए, जसले यस वंशको ऐतिहासिक महत्त्वलाई प्रकट गर्छ। गोपाल वंशको शासनपछि महिषपाल वंशको शासन आएसँगै उपत्यकामा किराँतहरूले आक्रमण गरे। किराँतहरूको तिब्बत मङ्गोल जातिका थिए र उनीहरूले उपत्यकामा नयाँ सांस्कृतिक र भाषिक प्रभावहरू ल्याए। किराँत आक्रमणपछि गोपाल वंशका वंशजहरूलाई कृषिमा लगाइयो र उनीहरूको कृषिकर्मी समुदायको रूपमा परिभाषित गरियो। यस प्रकार कृषिमा दक्ष यी समुदायलाई ज्यापु भनेर चिनिन थाल्यो। ज्यापु शब्द नेपाल भाषामा ज्या काम र याफु, जो गर्न सक्छबाट आएको हो, जसको अर्थ हो कठिन काम गर्ने योग्य समुदाय। पछि आएका वंशहरूको प्रभाव। किराँत शासकहरूका पतनपछि 4औं शताब्दी इस्वीमा लिच्छवी वंशको उदय भयो, जुन उत्तर भारतका आर्य वंशका शासक थिए। उनीहरूले स्थानीय संस्कृतिमा समाहित हुँदै नेपाल भाषालाई अपनाए र आन्तरिक र बाह्य प्रभावहरूको सङ्गम गरेका थिए। यस समयमा ज्यापुहरू अझै पनि कृषिमा सक्रिय थिए र उपत्यकाको अर्थतन्त्र र सांस्कृतिक परम्परामा महत्त्वपूर्ण योगदान पुर्याइरहेका थिए। लिच्छवी वंशपछि ठकुरी वंश र पछि मल्ल वंशको शासन आएको थियो। मल्ल कालमा, विशेष गरी राजा जयसिंह मल्लको शासनकालमा 14औं शताब्दी नेवार जाति प्रणालीमा ठुलो पुनर्गठन गरियो। ज्यापु समुदायलाई 32 उपजातिहरू थरमा वर्गीकरण गरियो, जसको आधार तिनीहरूको व्यवसाय र सामाजिक भूमिकामा आधारित थियो। यस विभाजनले ज्यापु समुदायको पहिचानलाई बलियो बनायो भने समाजमा जातीय विभाजनलाई पनि अझ प्रगाढ बनायो। सामाजिक र सांस्कृतिक महत्त्व। इतिहासमा ज्यापु समुदायले पुरानो काठमाडौँको मेरुदण्डको रूपमा काम गर्यो। उनीहरू कृषिमा प्रवीण मात्र नभई व्यापार र हस्तकला जस्ता अन्य पेसामा पनि संलग्न थिए। यसको अलावा ज्यापुहरू नेवार जातिका चाडपर्वहरूको केन्द्रीय हिस्सा बनेका छन्, जसमा उनीहरूले मानिसहरू र देवी देवताको बीचमा मध्यस्थको रूपमा भूमिका खेल्दछन्। उनीहरूले जात्रामा देवी देवताको पालकी ल्याउने र पारम्परिक नाच जस्तै लाखे नृत्य प्रस्तुत गर्ने जिम्मेवारी पनि निभाउँछन्। यी अनुष्ठान र रीतिरिवाजहरूले नेवार संस्कृतिको जीवित र उत्साहित पहिचानलाई जोगाएर राखेका छन्। भाषिक र जातीय धरोहर। ज्यापु समुदाय आर्य र मङ्गोल जातीयका मिश्रणको रूपमा चिनिन्छ, जसले काठमाडौँ उपत्यकामा भएका विभिन्न आप्रवासन र सांस्कृतिक एकीकरणलाई प्रतिनिधित्व गर्छ। नेपाल भाषा, जसलाई ज्यापु र अन्य नेवार समुदायले बोल्छन्, प्रारम्भिक गोपाल वंशका प्रभावबाट उत्पन्न भएको थियो र पछि किराँत र लिच्छवीहरूको प्रभावले यो भाषा परिष्कृत भयो। केही किराँत वंशजहरू जो अझै नेपाल भाषा बोल्छन् नेवार किराँतको रूपमा चिनिन्छ, जसले क्षेत्रीय सांस्कृतिक इतिहासको मिश्रणलाई प्रकट गर्छ। धरोहर र आधुनिक योगदान। आधुनिकता र सहरीकरणका बावजुद ज्यापु समुदायले आफ्नो परम्परागत रीतिरिवाज, अनुष्ठान र सांस्कृतिक अभ्यासलाई कायम राखेको छ। उनीहरू काठमाडौँको सांस्कृतिक जीवनमा केन्द्रीय भूमिका निभाइरहेका छन्, सङ्गीत, नृत्य र धार्मिक समारोहहरूको महत्त्वपूर्ण हिस्सा बन्ने गर्दै। कृषिमा हस्तकला र व्यापारमा उनीहरूको दक्षता नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ र धेरै ज्यापुहरूले अन्य पेसामा जस्तै शिक्षा, व्यापार र प्रशासनमा काम गर्न थालेका छन्। यद्यपि उनीहरूले आफ्नो सांस्कृतिक धरोहरलाई कायम राखेका छन्। ज्यापु समुदायको पहिचान र परम्पराहरूको संरक्षणले उनीहरूको योगदानलाई नेपालको समाजमा एक महत्त्वपूर्ण भाग बनाइरहेको छ। उनीहरू नयाँ जात्राहरू र सांस्कृतिक अनुष्ठानहरूको आयोजनामा अग्रणी भूमिका खेल्दछन् र आफ्नो परम्परागत नृत्य र अनुष्ठानहरूको माध्यमबाट नेवार संस्कृतिको रङ्गीनता र उत्साहलाई जीवित राख्दैछन्।
शताब्दीौँदेखि राजनीतिक र सांस्कृतिक उतार चढावका बावजुद ज्यापु समुदायले अद्वितीय अनुकूलता र लचिलोपन देखाएका छन्, जसले उनीहरूको स्थानलाई नेपालका नेवार सभ्यतालाई स्थायी र प्रभावशाली बनाएको छ। धन्यवाद।